हजुर नमस्कार र अहिलेलाई भने म टिङ्गो फल्समा छु। र यहाँ कति शान्त सुन्दर प्रकृति मनोहर है। सिक्किमको धान हरियो वरम स्वर्गको फुलबारी भनेको जस्तै तिनै शान्त अनि सुन्दर गाउँ हाम्रो टिङ्गोमा यो स्थित टिङ्गो फल्स, जहाँ हामीले धेरै भिलेज टुरिज्मलाई प्रमोट गर्ने कोसिस गरिरहेका छौँ भने यहाँ फुलेका केही फुलहरूको नमुना देखाइरहेको छु। द ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ विभिन्न चराचुरुङ्गीको आवाजहरू। अति नै राम्रो मनोहर दृश्य। कहिलेकाहीँ तपाईँहरू पनि मनमा टेन्सन भएको समयमा यहाँ आएर शान्त यो वातावरणमा आएर बस्न सक्नुहुनेछ। र अति नै सुन्दर यो फुलहरू ढकमक्क फुलिरहेको छ। यी फुलहरूको दृश्य हजुरहरूलाई यो फोटो भिडियो मार्फत गरेर, यो फुल चाहिँ यस्तो अल टाइम फुल्छ, 12 महिना फुलिरहन्छ। त्यो दामी छ यो फुल। त्यो नै राम्रो। यो जस्ताको त्यस्तै म चाहिँ नेचुरल जे जस्तो छ त्यस्तै राख्छु। एडिटिङ केही छैन, जे छ जस्तो छ तपाईँले मन पराइदिनु भए साथ सहयोग गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। कहिलेकाहीँ आफ्नो फ्रेन्ड्स एन्ड फ्यामिलीसँग सो टिङ्गोको यो सुन्दरतामा पनि रमाउन आउन सक्नुहुनेछ। यहाँनिर विभिन्न चराचुरुङ्गीहरूको आवाज, किरा फटेङ्ग्राको आवाजहरू पनि सुन्न सक्नुहुन्छ। ब्याकग्राउन्डमा न्याउल चरी पनि कराइरहेको छ। विभिन्न चराचुरुङ्गीहरू पनि चिरबिराइरहेका छन्। यो शान्त परिवेशमा रमाउनको निम्ति तपाईँहरू कहिलेकाहीँ समय मिलाएर आउन सक्नुहुनेछ। धन्यवाद। सबैको दिन मङ्गलमय रहोस्।